हेलो एन्ड वेलकम ब्याक टु माई ब्लग साथीहरू। आज चाहिँ हामी 20औं दिनमा छौँ अनि यो चाहिँ कस्तो भन्दाखेरि 20 र 21 दिनको कोल्याब गर्नेवाला छु। अनि यो चाहिँ आज चाहिँ अब मेरो चाहिँ एक साकी छ, बाबाको श्राद्ध छ नि त, सो एक साकी छ आज चाहिँ मेरो। अनि मैले दिनभरि चाहिँ नुन नखाएर हामी चाहिँ आज अघिल्लो दिनदेखि नै नुन खाँदैनौँ अनि श्राद्धको बेला चाहिँ अनि नुन नखाएर होला आज चाहिँ म एकदम झोक्राइरहेको थिएँ। सो अहिले भर्खरै बनाउनु लाग्दैछु अनि भिडियो चाहिँ सो किप वाचिङ हैन। 2 दिनको कोल्याब हुनेवाला छ साथीहरू। यो चाहिँ एकदम अब म चाहिँ भर्खर यहाँनिर हामी चाहिँ इस्कुस आलु उसिनेर खायौँ हैन। अनि मलाई चाहिँ दिउँसो एकदम अत्याधिकै भोक लागिरहेको छ। मलाई चाहिँ भोक एकदम धेरै नै भोक लाग्छ क्या, जेसुकै होस् मलाई खानेकुरा चाहिँ खाइराख्नुपर्छ। अनि हामी बेलुका सुक्खा रोटी खाने प्लान थियो, तर मैले दिउँसै भोक थाम्न नसकेर चाहिँ सुक्खा रोटी हामीले दिउँसै खायौँ। अनि त्यही भएर चाहिँ अब बेलुका चाहिँ इस्कुस आलु खाएर चाहिँ अनि बसिरहेछौँ। अब भोलि श्राद्धको लागि चाहिँ हामी अब सबै कामहरू अलमोस्ट पिठो कुट्ने सुट्ने सबै सक्यो होइन साथीहरू। हजुरहरूलाई मेन कुरा चाहिँ के भन्दाखेरि चाहिँ नि यो भिडियोको आज चाहिँ यो भिडियो बनाउनुको मेन कारण चाहिँ मलाई चाहिँ खासै म यस्तो एक्साइटेड भएर बनाएको भिडियो पनि होइन, किनभने कसलाई पो रहर हुन्छ र आफ्नो बाबाको श्राद्ध गर्ने होइन। सो त्यो चाहिँ अब मेरो फेसमा चाहिँ एकदम हाँसो खुसी देख्नुभयो भने त्यो चाहिँ एक्साइटमेन्ट चाहिँ होइन है, जस्ट फर के भन्नु। अब त्यो चाहिँ मतलब हामी चाहिँ अब मम्मी अनि म चाहिँ घरको एक्लो छोरी हो नि त, एकजना मात्रै। अनि प्रायः चाहिँ अब छोरा हुनैपर्छ भन्ने हाम्रो चाहिँ सोसाइटीमा स्टिल छ नि त। अब यस्तो यो श्राद्ध अनि पूजासुजा क्रिया गर्दाखेरि चाहिँ अब छोरै चाहिन्छ भन्ने हाम्रो चाहिँ नेपालीहरूको चाहिँ छेत्री बाहुनमा चाहिँ स्पेसल्ली कन्सेप्ट छ नि त। अनि त्यो भएर चाहिँ अब हाम्रो घरमा चाहिँ कसरी गर्छौँ भनेर मात्रै देखाउन खोजेको। हामीले चाहिँ 6 वर्ष भयो यो बाबाको श्राद्ध गर्न थालेको अनि 6 चोटि भइसक्यो श्राद्ध गरेको। सो कस्तो हुँदो रहेछ भनेर हजुरहरूलाई देखाउन मात्रै खोजेको। सो जज नगरिदिनु होला। मैले अब हजुरहरूलाई अघि भनिहालेँ एक्साइटेड फेस चाहिँ होइन होइन। अब म यस्तै नै छु होइन। अब यत्रो वर्ष भइसक्यो सधैँ रोएर बसेर पनि हुँदैन होइन। सो म फेरि त्यस्तो रोइहाल्नेमा पनि पर्दिनँ। अब एक्साइटेड पनि त्यो खुसियाली पनि होइन, खुसी त को नै हुन्छ र होइन, अभियसली कोही नै हुँदैन खुसी त। अनि त्यस्तो लाग्न सक्छ, त्यसको लागि चाहिँ नझुकिनु होला भन्नको लागि मात्रै हो। सो आजको दिन चाहिँ अब यहाँ कामसाम सकेर मैले त्यहाँ भाडा पनि माझेर त्यहाँ राखेँ चट्ट परेर चाहिँ यहाँ बसेर एकछिन चाहिँ भिडियो बनाउँछु है। अनि आजको अनि 2 दिनको कोल्याब हान्छु भनेर अनि बसेको क्या। कुरा चाहिँ के पनि भन्दाखेरि साथीहरू हाम्रोमा चाहिँ सधैँ आउने गुरुबा चाहिँ हाम्रो छिमेकी नै हुनुहुन्थ्यो अनि एकदम मजाको हुन्छ क्या अङ्कल चाहिँ। अनि अङ्कलले नै सधैँ नै अब पहिलेदेखि नै मलाई त अब यति धेरै हाम्रोमा चाहिँ फेरि त्यति धेरै पूजापाठ गर्ने थिएन नि त पहिले पनि। अनि अब बाबा खसेदेखि चाहिँ गुरुबाले नै गर्नुहुन्छ सबै थोक। अनि गुरुबाले नै त्यो पूजा कार्यहरूको सबै काम चाहिँ गुरुबाले नै हेरिदिनुहुन्छ। अनि गुरुबाको चाहिँ अन्तै पनि काम थियो अरे छिटै नै। अनि भ्याउँदिनँ म भनिराख्नु भएको थियो, तर फेरि गुरुबा आएर चाहिँ होइन मैले चाहिँ फेरि यस्तो भने क्या, अङ्कल तपाईँ नै आउनु ल भनेर भनेको थिएँ क्या। अरू चाहिँ अब कस्तो हुन्छ नि फेरि अब छोरी मान्छेले मात्र गर्ने भन्दाखेरि चाहिँ। अनि त्यसपछि चाहिँ मैले चाहिँ अङ्कल तपाईँ नै आउनु ल भन्थेँ। अब छोरी मान्छे मात्र भएको ठाउँमा चाहिँ अलिकति अन्कनाउँछन्, अब छोरीले पनि गर्छन् र भन्ने खालको पनि कन्सेप्ट हुन्छ नि त कतिजनाको। अनि अङ्कल चाहिँ त्यस्तो हुन्न, अङ्कल चाहिँ एकदम जसले हुन्छ आफ्नो सन्तानले चाहिँ गर्नुपर्छ भन्ने खालको हुन्छ नि त। अनि सो अङ्कलले नै म आफै आउँछु तर बिहान 5 बजी आउँछु भन्नुभएको छ। सो साथीहरू हामी चाहिँ 2 बजी नै उठेर तयारी गर्नुपर्ने छ। म चाहिँ बिहान उठ्नमा चाहिँ फेरि एकदम माहिर अल्छी क्या। बरु म रातभरि जाग्रामा बस भन्नु भने म बिहान 5-7 बजीसम्म बस्दिन्छु होइन। तर म निदायो भने चाहिँ एकदम उठ्न मलाई एकदम गाह्रो हुन्छ। भोलि चाहिँ म जस्तो तस्तो उठ्नै पर्छ। मम्मी पनि अब बुढी भइसक्नु भयो अनि अलिक बिरामी पनि हुन्छ नि त। अनि मम्मीले पनि काम सबै सघाउनुपर्छ। छोरी भएपछि त गाह्रो छ नि त, एक्लो छोरी भएपछि सबै रेस्पोन्सिबिलिटी हुन्छ। म चाहिँ यहाँ उठिसकेँ साथीहरू, कति भने नि अहिले 3 बजे नै, मम्मी चाहिँ 3 बजे नै उठ्नुभयो। अनि म चाहिँ अलिक थाहा चाहिँ पाइरहेको थिएँ, तर हल्याङ टल्याङ गर्दा 3:30 चाहिँ भइसकेछ। तर म उठिसकेँ। अब मैले ओछ्यान मिलाएँ होइन। अनि अब चाहिँ म काम गर्न निस्किँदैछु। काम त ओछ्यान मिलाउन पनि कामै हो, तर पनि मैले काम गरिसकेँ एउटा, फेरि निस्किँदैछु। मम्मी पनि के गर्नुहुँदैछ म देखाउँछु। निन्द्रामै छु अहिले चाहिँ म।
यहाँनिर चाहिँ हाम्रो पढ्ने काम हुन्छ नि त, यहाँ गुरुबा बस्नुहुन्छ यहाँनिर चाहिँ। अनि सो अब यहाँ सफा गर्छु, तानहरू हटाउनुपर्छ, हाम्रो स्पेस चाहिँ यहीँ हो नि त। पछि मस्त स्टुडियो छ यहाँनिर, पोखराहरू बाँसेका बाँसै छन्। मम्मी चाहिँ अघि उठेर नुहाइधुवाइ गरेर दमादम गर्दै हुनुहुन्छ यहाँनिर मेरो मम्मी। अमु गुड मर्निङ भनिदिनु। गाइज होइन, मम्मीको पनि बोली चाहिँ निन्द्रामै बोले जस्तै रहेछ, मेरै ताल रहेछ मम्मीको पनि। यहाँ चाहिँ अब मम्मीले सेलरोटी पकाउनलाई एकदम तयारी चलिरहेछ। यो पिठो कुटाउनको पनि हिजो कहानी नै भएको छ, त्यो कहानी सम्झिँदा त हिँडेको सम्झिँदा यो पिठो कुटाउनको लागि। आज रोटी चाहिँ टन्नै खानेवाला छु म। मलाई रोटी बनाउन आउँदैन, मम्मी नै हो रोटी बनाउने। हाम्रोमा चाहिँ अहिले चिसो चिसो जान्छ मौसम, अनि मम्मी चाहिँ तातो लुगा लगाएर बस्छ यहाँनिर। यहाँ चाहिँ कहाँ छ क्यामेरा, यहाँ चाहिँ धेरै थोक मिलाउनु पर्ने रहेछ। अनि म चाहिँ यहाँ आएर अब कता कता के मिलाउने भनेर हेर्दैछु। सब एक्साइटेड, यसलाई चाहिँ खुसी नसम्झिनु है, चाहिँ म यस्तै नै छु। हाँस उठ्छ, सिरियस सिचुएसनमा मलाई एकदमै हाँस उठ्छ। मैले पाँच हाल्नु छु यो चाहिँ हाम्रो गरिब हुन्छ। स्पेसमा नै सकेको छु, हुन्छ यो स्पेसमा चाहिँ हाम्रो कार्य हुन्छ। कहाँबाट ल्याएर ल्याउँदैछ हाम्रो कपडा निपुण चाहिँ मन पर्दैन, कपडा यस्तै हाल्छ बिहान राख्छ। अब ठुलो राम्रो घर सानो कटाउनुपर्छ, मिलाउनुपर्छ साथीहरू, जस्तो सस्तैमा काम चलाउनुपर्छ होइन। यहाँ चाहिँ म हल्का कुछ सामान लाग्दैछु, कुचको काम। अब कुच्चो यहाँबाट कुरा चल्छ र कुच्चोले मैले चाहिँ भित्रदेखि नै रुम सरसफाइ गर्दै आउँदा चाहिँ कहिले नबडाने जस्तो नै भयो। यो चाहिँ मेरो अहिलेको इयरिङ क्या, ला झरेको देखाउनु पर्यो, अनि त झऱ्यो। यो इयरिङ क्या मेरो पहिले नै हराएको थियो, मलाई एकदम मन पऱ्यो। यो भेटिरहेको, अब यसको साथी त कहाँ पैसाको थाहा पनि छैन, तर पनि म अझै लाउनेवाला छु। 4 बजीसको साथीहरू। अनि यहीँ बाहिरै छु म, पल्लो गर्दा घरको सिसिटिभी बलिरहेको छ। मैले यहाँ अब पपीको ठाउँ पनि छ, पपी उठ नै भन्दैछ। यो चाहिँ पुरा जाकर छ लाग्छ हो, यसलाई चाहिँ बिहान नै गनगन गर्छ भन्छ। पपु मेरो पपुले त मजाले खाएछ, उठ उठ उठेर बस, तपाईँ के ओट ओट ओट। पपुलाई पनि उठाइसकेँ। मैले चाहिँ मेरो काम एकदम निष्ठापूर्वक कम्प्लिट गरिसकेको छु। अनि यहाँनिर यस्तो सफा बनाइसकेँ होइन, अनि बडारकुटार पनि सक्यो। अब म चाहिँ नुहाइधुवाइ गर्छु, अनि त्यसपछि यहीँनिर फेरि पोचा लाउनुपर्छ नि त सबै रुमतिर। अनि त्यसपछि पोचा लगाएर चाहिँ मेरो काम चाहिँ अहिलेलाई स्थगित हुन्छ एकछिनमा। अब 1 घन्टा छ गुरुबा आउन पनि, अनि त्यसपछि फलफुलहरू के रेडी पार्नुपर्छ। यो भोलि पनि निन्द्राको भोलि भइरहेछ नि त। अब चाहिँ नुहाएपछि चाहिँ नुहाइसकेपछि फ्रेस हुन्छ, अनि भोलि पनि राम्रो हुन्छ। सो किप वाचिङ साथीहरू। मैले हजुरहरूलाई चाहिँ भनिसकेको छु, यसलाई चाहिँ एकदम खुसी मनाएको, खुसीले सेलिब्रेट गरे जस्तो चाहिँ नसोच्नु होला होइन। अनि यस्तो टाइममा पनि भ्लग बनाउँछु भन्ने चाहिँ नसोच्नु होला। यो चाहिँ अब छोरी मात्र भएको घरमा चाहिँ कसरी गर्दो रहेछन् भनेर जस्ट देखाउनु मात्र खोजेको, नबनाउँदा पनि सक्थेँ मैले कन्टेन्ट होइन। तर मैले चाहिँ कन्टेन्ट बनाउनै पर्छ भनेर बनाएको है। मेरो चाहिँ बाबाले काम चल्नेवाला छ यहाँनिर। यहाँ चाहिँ अब पुस्ता पानी हाम्रो पपी बस्छ, अनि फोहोर पारेको हुन्छ नि त खानेकुरा पोखरा यस्तो धेरै पनि सक्दैन। यहाँ चाहिँ हाम्रो सबै रेडी भइसकेको छ, म पनि रेडी भइसकेँ। अब यो कपाल छोप्नुपर्छ नि टाउको, अनि
मेरो लागि चाहिँ यो ब्याडी एयर ब्यान्ड भन्छु मैले चाहिँ यो लुगा फाटोमा बनाएको हो कि यो ड्रेस चाहिँ मतलब ड्रेस सिलाउने काम चाहिँ लुगा फाटोले गरिदिनु भएको हो गुरुबालाई पर्खिँदैछौँ हामी चाहिँ ढिलो बिहानै 5 बजी आउँछ भने भएको मान्छे 5:30 हुँदा पनि आइसक्नु भएको छैन मेरो पपेज फेरि मक्क परिहाल्छ माया अलिकति गर्नुपर्छ कि उसलाई चाहिँ मक्क परिहाल्छ पोपे अनुहार देखाइदिए तेरो 5:30 भन्नुभएको थियो 5:30 भन्नुभएको थियो मम्मी पनि यहाँ रेडी भइसक्नु भएको छ म त बुढी मान्छे हो कि जाडो हुन्छ अनि जाडो हुन्छ बुढी मान्छेहरू नि काम भेट नगर्नु भन्दा पनि काम चाहिँ गर्न फेरि आफूलाई बुढी देख्नुहुन्न मम्मी नगर्नु भनेको पनि गरिहाल्नुहुन्छ एकदम छिटो छरितो होइन म चाहिँ यहाँ बाबाको फोटो चाहिँ पुस्छु भन्दै अघि नै आइरहेको थिएँ अनि फेरि मैले बाबा मेन इम्पोर्टेन्ट काम चाहिँ मैले बिर्सेछु क्या फेरिमा चाहिँ फोटो अघिदेखि सफा गर्छु भन्दै थिएँ यसले क्या मेरो बाबा चाहिँ खतरा हिरो क्या मेरो चाहिँ फेरि एकदम मेरो फोटो हेर्दाखेरि एकदम नराम्रै लाग्छ अलिकति सेल्फ फिल्म हुन्छ तर पनि अब गर्नै पर्छ होइन साथीहरू अनि गुरुबालाई भनेर मैले मन तातो पानी अनि रातो चिया चाहिँ रेडी गरेँ अनि त्यसपछि गुरुबाले चाहिँ सबै अब श्राद्ध स्टार्ट गर्नुभयो अब के गर्ने प्रोसेसर अनि मम्मीले हिजो यो सिधा चाहिँ 2टा सिधाको लागि चाहिँ रेडी पार्नुभएको थियो यहाँभित्र चाहिँ आलु दाल चिनी नुनहरू हुन्छ नि त अनि म पनि यसरी बसेँ अनि मम्मी पनि बस्नु मम्मीको चाहिँ खुट्टा दुख्छ नि त अनि मम्मी चाहिँ अब बसेँ एकचोटि नसकिन्जेल 1.5-2 घन्टामा त सकि नै हाल्छ श्राद्ध होइन अनि मम्मी चाहिँ उठ्नुहुन्न अब त्यहाँबाट नसकिन्जेल अनि यताउता उठेर गर्नुपर्ने कामहरू सबै म गर्छु नि त अनि त्यसपछि यहाँनिर अब हातमा यो औँठी लाउनुपर्छ नि त जहिले पनि अनि यो लगाएपछि चाहिँ सुरु हुन्छ अरे अब हामी 2 जना हो गर्ने श्राद्ध चाहिँ एकजना चाहिँ अब श्रीमती अनि एकजना छोरी भनेर गुरुबाले भन्दाखेरि मलाई थाहा भएको पत्नी अनि के अरे छोरी भनेर अनि त्यसपछि हामी सुरु भयो मम्मीले दियो बाल्नु भयो त्यहाँनिर अनि फोटो अगाडि अनि त्यसपछि सबै थोक रेडी पार्यौँ अनि मेरो बहिनी बधाइनी पनि आएर हेर्न थाली उसले चाहिँ छुनु हुँदैन तर उसलाई थाहा नै छैन त्यसपछि म चाहिँ पिण्ड पकाउने चाहिँ म नै गर्छु क्या सधैँ तामाको भाँडामा चाहिँ पिण्ड म नै बनाउँछु अनि त्यसपछि मैले बनाउन थालेँ मम्मी चाहिँ उतै बसेर बाहिर बसेर गरिराख्नु भएको छ नि त अनि म यहाँ पकाउन आएँ अनि ठिक्क पकाएर अब ठिक्क त्यहाँनिर पिण्ड चढाउने बेलामा चाहिँ जान्छु म होइन रेडी हुन्छ अनि ठिक्क त्यो डल्लो पारेर गोलो डल्लो पार्नुपर्छ नि त अनि चाहिँ पाक्दैछ होइन मम्मी चाहिँ त्यहाँ पूजा नै गरिराख्नु भएको छ अनि बाबालाई चाहिँ फेरि खिर चाहिँ मन नै पर्दैन थियो क्या पहिले पनि अनि ठिकै छ त्यो अब चढाउनै पर्ने विधि भनेर हो होइन तर रियलमा चाहिँ बाबा हुन्छ चाहिँ बाबालाई खिर मन पर्दैन थियो अब अहिले चाहिँ मन पराउनुहुन्छ होला सायद खानुहुन्छ होला माथि अब कता हुनुहुन्छ कताको संसारमा खानुहुन्छ होला होइन त्यही भएर मैले चाहिँ मेहनतले नै बनाउने गरेको छु सधैँ नै होइन अनि मेरो बधाइनी चाहिँ त्यो साइडमा आएर बसेर डिस्टर्ब हानिरहेको थियो क्या मलाई अनि उसलाई चाहिँ अब पूजा गरे जस्तो लागेछ उसलाई थाहा छैन नि त सानो पनि चाहिँ अनि त्यही इन्टरटेन भइरहेछ क्या उसलाई चाहिँ अब पूजा सकिन्छ अनि टिका लगाइदिन्छन् पैसा दिन्छन् अनि चक्लेट खान जान्छु भने मक्क परिरहेछ मेरो बहिनी चाहिँ अनि त्यसपछि यहाँ चाहिँ अब मम्मीले अब पिण्ड पूजा गर्नको लागि पिण्ड अब बनाउन रेडी हुनु पर्यो नि त अनि लगभग अब चाहिँ सकि नै लागिसक्यो श्राद्ध म चाहिँ यताउता अब पिण्डको त्यो खिरको चाहिँ गोलो बनाउनलाई चाहिँ एकदम रेडी भइसकेको छु अनि गुरुबालाई पनि हतारै छ नि त अनि त्यही भएर हामीले छिटै नै गरिदिनुहुन्छ अब ननस्टप गुरुबा पनि बसेर खाजा नखाइकन चिया नखाइकन बसेर अब एकचोटि सकेर उठ्ने भन्नुभएको छ अनि त्यसपछि अब यहाँ चाहिँ धम्माधम नै अब लगभग सकि नै लागिसक्यो पिण्ड चढाउने बेला भइसक्यो भनेपछि त अब सकि नै लागिसकेको अनि त्यसपछि म चाहिँ यहाँ अब त्यो भाँडाबाट मेरो चाहिँ ढङ्ग छैन नि त अनि तर पनि म वेस्ट नहोस् भनेर त्यहाँबाट भाँडाबाट सबै टकटक्याएर निकाल्दैछु कमसेकम अब पाउनुहुन्छ भने बाबाले सबै नै खानुहोस् त्यहाँ चाहिँ वेस्ट नहोस् भनेर गरिरहेको छु त्यसपछि चाहिँ मैले त्यहाँ घिउ हातमा दलेँ अनि अब डल्लो पार्दाखेरि चाहिँ नभए हातमा टाँसिन्छ अरे नि त अनि त्यसपछि घिउ हातमा दलेर चाहिँ अब त्यो खिरलाई चाहिँ अब डल्लो बनाउनेवाला छु अनि म चाहिँ त्यहाँ अब उभिएर बसेर गले आएन म चाहिँ थुचुक्कै बसेर अब चाहिँ त्यहाँनिरबाट
अनि बहिनी चाहिँ फेरि म त्यहाँ क्यामेरा सेट गरेको थिएँ, बहिनी चाहिँ आएर त्यहाँ मस्त बस्दिरहेको रहेछ अनि त्यसले फेरि मिलाइदिएँ अनि देखिँदैछ। अब चाहिँ त्यहाँनिर अब रेडी पारौँ भनेर त्यो खिर चाहिँ सुरुमा चाहिँ अब तातै थियो नि त, डल्लो हुनेवाला थिएन अनि एकछिन मैले वेट गरेर अब चाहिँ मम्मी चाहिँ एकदम धमाधम नै त्यहाँ अगाडि गुरुबाले के भन्दा त्यही गरिराख्नु। अब मैले चाहिँ त्यो डल्लो बनाउनु थालेँ। त्यो खिरको डल्लो बनाउँदाखेरि चाहिँ गोलो बनाउँदाखेरि चाहिँ त्यहाँ चाहिँ तिलहरू पनि हाल्नुपर्छ अरे अनि मैले तिल पनि लगाएँ त्यहाँनिर। अनि यो गोलो बनाउनु पनि सजिलो छैन साथीहरू, त्यो अब तातो तातो हुँदाखेरि फुटिहाल्छ नि त। अनि त्यहाँ म गोलो बनाउन खोजेको ट्रायङ्गल जस्तो के जस्तो चेप्टे नेप्टे थेप्चे सबै भइरहेको थियो, तर गोलो चाहिँ भइरहेको थिएन होइन। अनि म चाहिँ अब त्यहाँ गोलो बनाउन लागिसकेँ, गोलो बनिँदै नै छ। अब सकि नै लाग्यो। त्यसपछि मैले त्यहाँनिर अब रेडी बनाएर राखेँ त्यहाँनिर। अनि फेरि अब तिल चाहिँ मैले अघि हालेको रहेछ, अहिले चाहिँ मैले तिल हालेर फेरि डल्लो पार्न थालेँ। अघि भनेछु नि अघि चाहिँ डल्लो पारेर अब चाहिँ तिल हालेँ। अनि त्यसपछि तिलले चाहिँ अब त्यो कालो तिलले चाहिँ खिरको डल्लो त सेतो हुन्छ नि त, अनि त्यो चाहिँ तिलसँगको देखिनुपर्छ अरे नि त। अनि त्यही भएर त्यो चाहिँ अब तिलसँगको बनाउँदैछु म चाहिँ होइन। अनि के हुन्छ प्रोसेस पनि अब मलाई पनि त्यति धेरै थाहा छैन नि त साथीहरू। सो म पनि नयाँ छु, नयाँ भन्दा पनि म भर्खरै थाहा पाउँदैछु। यत्रो 6-7 चोटि भइसक्यो, 6 चोटि गरिसकेछ र श्राद्ध पहिलोपल्ट त सानै पनि थियो, त्यति थाहा नै पनि हुँदैन थियो के हो कस्तो हो। अहिले चाहिँ अब त्यति याद गरिन्छ नि त। यही साल होला अलिक मैले नोटिस गरेको चाहिँ। अब गुरुबाले जे भन्दै त्यही मात्र गर्थेँ। अनि अब चाहिँ मैले बनाइसकेँ अनि म चाहिँ हात धुन जाँदैछु। अब हाम्रोमा चाहिँ फेरि यस्तो अब खतरा मान्नुपर्छ भन्ने चाहिँ हुनुहुन्न। अब गर्नुपर्छ, पितृहरूको सम्झनामा गर्ने हो वर्षमा एकचोटि भन्ने चाहिँ मम्मीले सधैँ त्यसै नै भन्ने गर्नुभएको छ। त्यसपछि गुरुबाले मलाई चाहिँ बाबाको फोटोमा टिका लगाइदिनु भन्नुभयो अनि मैले चाहिँ टिका लगाइदिएँ। अनि टिका चाहिँ डल्लै नै त, अनि मैले फेरि त्यहाँ मिलाइदिनतिर लागेँ क्या। टिका चाहिँ लाग्दै लागेन राम्ररी। अनि मेरो बाबाको निधारमा चाहिँ राम्ररी टिका लागोस् भनेर चाहिँ मैले त्यसपछि मिलाइदिएँ त्यसरी होइन। म बाबा हुनुभएको भने त्यसरी नै मिलाइदिन्थेँ, फोटोमा पनि मिलाइदिएँ। लगभग अब चाहिँ सकि नै सक्यो भन्दा पनि हुन्छ। अब चाहिँ अनि पिण्डको पूजाहरू गरियो। अब त्यहाँनिर मम्मीले पिण्डको पूजा गर्नुभयो अनि यहाँ चाहिँ दियो घुमाइदिनु पर्छ भनेर अनि दियो घुमाउँदै हुन्छ मम्मीले। म पनि बसेँ। अब अरू कामहरू त सक्यो नि त, अब बस्ने काम नै रह्यो। अनि बसेरै त्यहाँ के भन्नुहुन्छ गुरुबाले पिण्ड पूजा गर्न भन्नुहुन्छ नि त, अनि त्यसको लागि बसेको। अनि अब मम्मीले त्यहाँ पिण्ड राख्नुभयो। यो चाहिँ अब सिधा हो, पिण्ड भनेपछि 2टा सिधा चाहिँ पूजा गर्नुपर्छ। अनि 2टा सिधा चाहिँ मम्मीले पूजा गर्नुभयो अनि गुरुबाले दिनुभयो। अब चाहिँ पिण्ड पूजा गर्ने पाला आयो। अनि पिण्ड चाहिँ अब यहाँ पूजा गर्दै हुन्छ पिण्ड राखेर। अनि यो चाहिँ पितृलाई पिण्ड चढाएको भन्नु हजुरहरूलाई पनि थाहा होला। अनि यसपछि चाहिँ अब सक्यो। अनि बहिनी चाहिँ अघिदेखि वेट गरिरहेको थियो मेरो भदैनी चाहिँ उसलाई टिका लगाइदिनु भयो मम्मीले। त्यसपछि हामी सरसफाइतिर लाग्यौँ मम्मी र म। अनि मैले त्यसरी चाहिँ अब सबै श्राद्धको सबै सामानहरू चाहिँ अब बग्ने खोलामा लगेर बगाउनुपर्छ भन्छन् नि त। अनि त्यसपछि सबै त्यहाँनिर अब बाल्टिनमा भेला गरेर चाहिँ अनि अब सबै सरसफाइ गर्नुपर्छ नि त। कुचोले चाहिँ बढाउनु हुँदैन, हातले सरसफाइ गर्नुपर्छ। अनि त्यसपछि बाल्टिनमा हालेर चाहिँ अब खोलामा सेलाउन लाँदैछु म होइन। अनि म चाहिँ अब निस्किएँ, अब मोबाइल लिएँ मेरो। अनि त्यसपछि निस्किएँ। मेरो बहिनी भदैनी पनि पछि लाग्दैछ। अब म जहाँ गयो उता त्यतै जाने नै पर्छ। उसले त नजिकै जाँदाखेरि चाहिँ उसले पछि हिँड्नै नै पर्छ। गेट खोल्दै चाहिँ अनि हिँड्दैछु, सेलरोटी पनि पाइहाल्यो उसले, प्रसाद अनि खाँदै मक्ख पर्दै हिँडिरहेको छ मेरो बहिनी साह्रै ज्ञानी छे, राम्री पनि छे, चकचकी पनि छे। पछि आउँदैछ। अनि त्यो हामी कहाँ गएको भन्दै थियो। अनि खोलामा सेलाउन अनि उसलाई चाहिँ पोहोरको पनि याद रहेछ क्या त्यहाँ खोलामा सेलाएको। अनि त्यहाँ हो भन्दै थियो। अनि यसरी गाडी चाहिँ सरप आउँछ कि भन्ने डर लागिरहेको थियो। यहाँ चाहिँ एकदम झ्यास छ क्या गाडी। अनि यो चाहिँ अब प्लास्टिकहरू चाहिँ खोलामा फ्याल्यो भनेर नरिसाउनु होला साथीहरू, यो चाहिँ एकदम डिकम्पोजेबल हो। अनि यो चाहिँ अहिले तिलहरू के छ माछाले खान्छ होइन। अनि पिण्ड चाहिँ मैले यो डिलमै राखिदिएँ। अनि पिण्ड चाहिँ अब चराचुरुङ्गीहरूले के लाएर खान्छ नि त। अनि त्यसपछि अरू चाहिँ मैले खोलामा बगाइदिएँ होइन। त्यो चाहिँ सबै नै अब माछाहरूले खाने नै चिजहरू छ। त्यस्तो के खाएको पुन्टु? रोटी खाएको मेरो भदुले। मेरो भदु भाइ हो त, मेरो भदु हो त। अनि तिमी भदु ए चाहिँ भदैनी ए भदैनी ए भदैनी भदु
भदु भाइ हो मेरो कति राम्रो छ मेरो भदु भाइ अब चाहिँ सब्जीसित सलाद पनि सक्यो म चाहिँ फलफुल खाँदैछु मम्मी चाहिँ चामल पकाल्दै हुन्छ अझै अहिले पकाएको खाना नै बेलुका खानुपर्छ नि त फेरि पकाएर खानु मिल्दैन हामी चाहिँ बेलुकाको लागि पनि अहिले बनाउँछौँ खाना सलादको टिका त पुसिहाल्नु हुन्छ नि पुसेर अब चाहिँ मैले अहिले बाँधिदिनु होइन धेरै बेर राख्नु हुँदैन अरे क्या सलादको टिका चाहिँ उडाइदिएको टिका अब हामीले त्यहाँनिर पनि अघि सराद गरेको ठाउँमा पनि अब सरसफाइ गरेर मैले चट्ट पारिसकेँ त्यहाँनिर अनि यहाँ अब कुकिङ चल्दैछ कालो दालमा होइन अनि मटर आलुको अचार बनाउँदैछु दालमा चाहिँ कालो हाम्रो अनि मैले चाहिँ यहाँ मस्काउने चम्काउने काम गरिसकेँ त्यहाँनिर भाँडाकुँडा झर्केको लोटा भाँडा के थियो दुईहारी नै मैले माझेँ म धेरै काम गर्छु नि त मम्मी भन्दैन म चाहिँ अलिक धेरै काम गर्छु मम्मी भन्दा धेरै गर्छिन् नि नानी एकदम ज्ञानी छिन् अब चाहिँ यहाँ मम्मीले अचार बनाउनलाई मटर आलु काँक्रा रेडी पार्नु नि फर्काउने त्यो चाहिँ सागलाई भनेर मैले साग चाहिँ त्यहाँनिर रेडी पारिसकेँ मैले चाहिँ यहाँनिर सब्जी अचारमा टमाटर हालेर राखेँ अनि त्यो साग छ कत्लालाई यस्तो भयो टमाटरहरू चाहिँ अचार नहाल्ने अनि साग यहाँ छ साग निकालेर हाल्छु यहाँ चाहिँ ग्यास छेउमा दियो बालिदिनुपर्छ भनेर चुल्हा छेउमा अनि बालिदिएको छ अहिले अब चाहिँ अलमोस्ट सबै थोक रेडी छ होइन साथीहरू सबभन्दा बेस्ट पार्ट भनेको चाहिँ अचार यहाँ दामी भएको छ अचार चाहिँ खाम भइसक्यो अब चढाउनु छ मम्मी चाहिँ उहाँ खाना चढाउनु पर्छ नि त अनि खाना चढाउनुलाई एकदम तयार गर्दै हुनुहुन्छ अनि यहाँनिर चाहिँ यसरी कपडामा चढाउँदै हुनुहुन्छ खाना दाल अचार घिउ पितृहरूलाई सम्झेर हाम्रा प्रिय पितृ अनि अब हामी चाहिँ खाना खाने हिजोदेखि नुन खाएको छैन भोक लागिसक्यो अब चाहिँ होइन मम्मी सिधा रेडी भएर चाहिँ सब्जी पाक्दैछ मोमो के छ नि एकदम ठिक छ अचार चढाउनु लाँदै हुन्छ अचार चाहिँ मेरो बेस्ट टेस्ट हो क्या अचार चाहिँ मटर आलुको अचार हुन्छ अनि खाना पनि मजा आउँछ यसरी अब हामीले चाहिँ आजको चाहिँ हाम्रो अब सरादको चाहिँ काम सकियो अब हाम्रो अनि यहाँ दियो बाल्यौँ अनि खाना चढायौँ अब हाम्रो काम सकियो अब सरादको लागि भनेर चाहिँ काम सक्यो अब खाना खाने अनि खाना चाहिँ अहिले बिहान पकाएकै खाना खानुपर्छ अरे कि बेलुका अब त्यो फेरि खाना चाहिँ बनाएर पकाएर खानु भएन अनि त्यही हामीले अलिक धेरै खाना बनाएको छ अनि बेलुका पनि त्यही खाने हाम्रो चाहिँ खानपिनको लागि रेडी भइसकेको छ खाना होइन हामी चाहिँ यहाँ खानै लाग्दैछौँ पनि लाग्यो नि त निकै डढेको भोक लागेको आज त निकै डढेको भोक लागेर गाइस होइन मम्मीको खाना बस्न है एकदम मिठो भयो साथीहरू मम्मीले बस्न है खाना खुट्टै दुःख होइन ब्लुटुथ बजेको मम्मी खर्च भयो अब भोक लाग्यो नि हौ कति बजिसक्यो अहिले चाहिँ नुन खाएको छैन होइन बिहानदेखि नुन नखाएको ल खानै साथीहरू अब हामीले चाहिँ अब आजको त्यो काम सकेर चाहिँ यहाँको पनि काम चाहिँ एकछिन गऱ्यौँ होइन अनि मम्मी चाहिँ किचनतिर हुनुहुन्छ म चाहिँ यहाँ बाहिर बसिरहेछु यस्तै चलिरहेछ अब आजको दिन पनि अलमोस्ट इन नै हुन लागिसक्यो अब चाहिँ सकिनै लाग्यो आजको दिन होइन अनि अब
के अरे आजको मोटिभेसन चाहिँ मतलब के चाहिँ सिक्नु पऱ्यो भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ अब हजुरहरूको प्यारेन्ट्स अब बाबाआमासँगै हुँदाखेरि चाहिँ समयमै कदर गर्न सिक्नु पऱ्यो होइन, माया चाहिँ देखाइहाल्नु पऱ्यो, त्यही हो।